अनि चट्ट खानु चाहिँ खानु पर्यो, हग्न चाहिँ गाह्रो हो तपाईँलाई भन्ने चाहिँ कुरा आएको थियो। यो कुरो के हो? यो भनेको ग्यास्ट्रिक अल्सरमा, हजुर कलेजो खराबमा, हजुर खराब जुन चिज देखियो पर्ने। अनि त्यहाँबाट टोइलेट चाहिँ चारैतिर हेऱ्यो, विराटनगरमा पनि काठमाडौँमा पनि। मोमोको छोड्दैन। त्यो हेरेर अनि आए पनि नआए पनि गाडीको सिट बिगारिहाल्छु, आफ्नै कपडा बिग्रिन्छ, साथीभाइलाई अब खकार त्यो कुरामा चाहिँ खानुमा चाहिँ मलाई एकदम कन्ट्रोल भयो। अनि तर अब टोइलेट कति भनेदेखि अनि त्यसमा भनेको दिशा लागे पनि नलागे पनि बस्न चाहिँ छोडिन्न। अनि त्यो भएपछि अनि अलिक चलाकी पनि बन्नु पर्यो। अब वर्षा कुनै बेला अब खानुभन्दा अगाडि आफ्नो कपडामा पनि सबै गएको थाहा हुँदैन, टोइलेटमा पुग्नु त कहाँ छ के छ बताइदिनु पर्यो। अहिलेको के हुँदैछ त? युक्रेनको युद्ध के हुँदैछ, अहिलेको शक्तिशाली होइन। अब एमसिसी बारे हल्का बताइदिनु पर्यो डिटेलमा मलाई। अब रुस युक्रेन युद्ध भएको 4 वर्ष भयो। हजुर 4 वर्ष भइसक्दाखेरि अहिले भनेको रुसको भित्रै भाग पसेर हान्दैछ, क्षति गर्दैछ युक्रेनले। हजुर युरोपेलीहरू भनेको पहिलादेखि समुद्री शक्तिमा हुन्, त्यसमाथि हतियारहरू पैसोहरू 30-32 राष्ट्रले दिइराखेको छ। हजुर नेटो जसले। अनि अहिले भनेको भ्लादिमिर पुटिनले धम्काइरहेको थियो, अब तेरो देश तेरो जमिन देलास, तँलाई पनि हान्छु तिमीहरूलाई पनि हान्छु भनेर दिएको थियो। अनि अब मालदाईसँग धेरै पछि नै भेट भएको। तपाईँको पहिलोचोटि काठमाडौँ यात्रा पनि भयो अस्ति होइन त? के कस्तो अनुभव गर्नुभयो त? अब त्यहाँ अब बिरामी मान्छे, तपाईँकै ससुराबाले भने जस्तो अब रोगे छु भनेर भन्नुहुन्छ। तपाईँ पनि साथी रोगे, म पनि रोगी यस्तो यस्तै भन्छन्। अनि अब रोगी मान्छेलाई अब खानपिनमा भए पनि के हुन्छ भने अपच अमन। हजुर त्यही हो। अनि त्यसपछि तपाईँ सरर काठमाडौँ यहाँदेखि गाडीमा कहाँदेखि कहाँ हुँदै कसरी यात्रा भयो त्यो विषयमा हल्का? यहाँदेखि गइयो विराटनगर, हजुर चेकअप गराइयो। अनि त्यहाँदेखि आएर जन्ती गइयो त्यही विराटनगरमै। हजुर त्यहाँबाट 5 बजेको गाडीमा गइयो काठमाडौँ। हजुर अनि पार्टी प्यालेसमा भोजसोज खाइयो। अनि त्यो भइसकेपछि सालदाई कहाँ बसेँ, त्यहाँबाट अनि त्यसो हुँदै अनि बेहुलाको बाउकोमै बसेर त्यहीँबाट अनि नयाँ नौलो बाटो आइयो। त्यो भएपछि अनि बिहे जन्ती भोज गाउँमा कि सहरमा ठिक हुँदोरहेछ त मलाई? अब हुने खानेलाई त सहरमै ठिक नै। हजुर अब गरिब दुखियालाई चाहिँ गाउँमै ठिक हुन्छ। गाउँमा ठिक। अनि चट्ट मालदाईलाई हिरो देखिरहेको थिएँ मैले, फोटोहरू देखिरहेको थिएँ मालदाईको होइन। अनि चट्ट खानु चाहिँ खानु पर्यो, हग्न चाहिँ गाह्रो हो तपाईँलाई भन्ने चाहिँ कुरा आएको थियो। यो कुरो के हो? यो भनेको ग्यास्ट्रिक अल्सरमा, हजुर कलेजो खराबमा, हजुर खराब जुन चिज देखियो। हजुर अब त्यो कलेजो खराब, पित्त थैलीमा पानी, कलेजोमा बोसो, अनि आन्द्रामा अल्सर। त्यो भइसकेपछि त्यस्तो मान्छेलाई चाहिँ दिशा अल्झिने, अनि कब्जियत हुने, सेरौटी चल्ने, पखाला लागिरहने। हजुर खानुभन्दा पनि अगाडि टोइलेट हेर्नुपर्छ। अझ त्यो अल्कोहल त्यो रक्सी जाँड खाइरहने मान्छेलाई त त्यो बिख। अब त्यसमा भनेको मैदाबाट बनेको नखानु भन्छ। अर्को भनेको जस्तो भनौँ समोसा, थुक्पा, चाउचाउ, चाउमिन, अमिलो, पिरो, चिल्लो। अनि त्यसमा मासु पनि नखानु वर्षक भयो भनेदेखि दुध पनि नखानु।
दही चाहिँ राम्रो, दहीमही चाहिँ राम्रो स्वास्थ्यको लागि। जस मालदाईलाई सबै अनि कुरोको ज्ञान चाहिँ भएको छ। कति सालमा एसएलसी दिनुभएको मालदाईले? मैले एसएलसी त दिइनँ हो भाइ, कति चाहिँ? 10सम्म चाहिँ पढेर त्यति 10सम्म? कति साल लगभग कति वर्ष भयो त? अब 35 वर्ष भयो। 35 वर्ष भयो एसएलसी दिइसक्यो। स्कुल छोडेको 35 वर्ष भयो। अनि र त त्यही कुरो मालदाईलाई एकदम कोट सोट लाएर चाहिँ हिरो भनेर देखिएको थियो। तर मालदाई अब खाने पनि मजाले खानु अरे। तर त्यो टोइलेट चाहिँ खासै टोइलेट चाहिँ भित्र टोइलेट हुँदैन नगर्ने बानी पाखा जाने मान्छे प्राय मालदाई नै गाउँमा। तपाईँलाई खुल्लामा चाहिँ बस्नु मजा आउँछ भन्नुभएको थियो अरे नि त, कुरो के हो? त्यो त रोगी मान्छेलाई त्यही हो। अनि अब टोइलेटमा त अब बस्नै पर्छ। कति भन्दा खाँदैछ खानुभन्दा अगाडि अथवा एक घाँस धेर पनि भएन, एक चम्चे भात खाइदियो भने पनि अनि घाँटीबाट निल्नु गाह्रो। अनि त्यसमा भनेको अब त्यहाँ भनेको अब सबैतिर अब घाँटी साँघुरो, त्यहाँबाट छाती साँघुरो, अब पाइल्स बैठकिनु त्यहाँ पनि काँडै जस्तो। हजुर। अनि दिशा गर्न पनि कठिनै। अनि म त कस्तो भन्दाखेरि दिशा गर्नको लागि एकदम कठिनै। अब कहिले दिशा हालिदिनु, कहिले अब दिशामा खुन जानु, तर कहिले मुखबाट खुन जानु। हजुर। अनि यो के को समस्याले भनेर मैले एकजना वरिष्ठ फिजिसियन डाक्टर साहबलाई पनि मैले सोधेको थिएँ। हजुर। सरगङ्गा अस्पताल नयाँ दिल्लीबाट अध्ययन तथा अनुभव भएको डाक्टर साहबलाई पनि सोद्धाखेरि त्यो भनेको कस्तो भन्दाखेरि खाना अपच हुने, अनि अमिलो पानी आउने, अनि मुखबाट अमिलो पानी आउने, छाती पोल्ने, हरेक समस्या भनेको त्यसले अब कलेजो र आन्द्राबाट अल्सरले ल्याउँछ भनेर भन्नुभएको थियो। अनि त्यो भएपछि मैले अब त्यस्तै अब टोइलेट बस्न चाहिँ म भनेको समस्या खानाभन्दा पनि टोइलेट बस्न चाहिँ यसो हेरेँ। अब खाँदै चाहिँ अब कपडा तर आउन त आएन, त्यो चाहिँ राम्रो भयो। आयो भनेदेखि मलाई मात्र नभएर सबै त्यो अरूहरूलाई पनि समस्या गाह्रो बनाइदिने मालदाईले होइन? अनि पर्ने। अनि त्यहाँबाट टोइलेट चाहिँ चारैतिर हेरेँ, विराटनगरमा पनि काठमाडौँमा पनि। छोड्दैन त्यो हेरेर अनि आए पनि नआए पनि गाडीको सिट बिगारिहाल्छु, आफ्नै कपडा बिग्रिन्छ, साथीभाइलाई अब खकार त्यो दिशा। त्यो कुरामा चाहिँ खानुमा चाहिँ मालदाईको एकदम कन्ट्रोल भयो। अनि तर अब टोइलेट कति भनेदेखि अनि त्यसमा भनेको दिशा लागे पनि नलागे पनि बस्न चाहिँ छोडिनँ। अनि त्यो भएपछि अनि अलिक चलाख पनि बन्नु पऱ्यो। अब वर्षा कुनै बेला अब खानुभन्दा अगाडि आफ्नो कपडामा पनि सबै गएको थाहा हुँदैन, टोइलेटमा पुग्नु त कहाँ छ के छ। अनि अब गाउँमा जस्तो सजिलो छैन नि त फेरि मालदाई होइन? अल्कोहल रक्सी जाँड खायो भने भात खाएर भातको दिशा गर्नु सजिलो हुन्छ। अब दिउँसो जति बिहान बेलुका खाइयो भनेदेखि अब एकैचोटि बिहान दिशा गर्नु चाहिँ राम्रो। जति बेला पायो त्यति बेला आएपछि आफ्नै कपडा पनि अब खुकुक भएपछि त घुन आउँछ र त्यसबाट बिरामीलाई बडो मुस्किल। अनि अहिले मालदाई अब विश्व घटनाको बारेमा त हेरिराख्नु भएको छ नि त होइन? के छ कसो छ अहिलेको अब भनौँ न विश्वको राजनीतिक अवस्था? मालदाई त यो बिएससीमा त पिएचडी गरे जत्तिकै हो नि हाम्रो गाउँको त सबै कुराको ज्ञान चाहिँ मालदाईसँग छ। यसो बताइदिनु पऱ्यो अहिलेको के हुँदैछ त? युक्रेनको युद्ध के हुँदैछ अहिलेको शक्तिशाली होइन? अब एमसिसी बारे हल्का बताइदिनु पऱ्यो डिटेलमा मालदाई। अब रुस युक्रेन युद्ध भएको 4 वर्ष भयो। हजुर।
4 वर्ष भइसक्दाखेरि अहिले भनेको रुसको भित्रै भाग पसेर हान्दैछ, क्षति गर्दैछ युक्रेनले। हजुर युरोपेलीहरू भनेको पहिलादेखि समुद्री शक्तिमा हुन्, त्यसमाथि हतियारहरू पैसोहरू 30-32 राष्ट्रले दिइराखेको छ हजुर नेटो देशले। अनि अहिले भनेको भ्लादिमिर पुटिनले धम्काइरहेको थियो, अब तेरो देश तेरो जमिन देलास, तँलाई पनि हान्छु तिमीहरूलाई पनि हान्छु भनेर दिएको थियो। तर उनीहरूले भनेको अहिले भनेको नर्वेडिक देशहरू अनि बाल्टिक देशहरूबाट त्यहाँ अब ठ्याक्कै उनीहरूले कस्तो चटक गर्नु सिपालु भन्दाखेरि हामी त्यो लामो दुरीको हतियार हान्न दिँदैनौँ, हजुर यसले लामो दुरीको ड्रोन हान्दैछ, यसको ड्रोन पनि झारिदिउँ भनेर एउटा खसालेर हान्दे भन्दो रहेछ। अमेरिका जस्तै उनीहरू पनि बाठो कुरो गर्नु सिपालु युरोपियनहरू। त्यो भइसकेपछि अब राजधानी की हान्छु भनिरहेको छ, हामी पनि राखेको छ। तर कति भने एकैचोटि त्यो झ्यामझुम पार्दाखेरि चारतिर हान्दाखेरि भए रसा हार्ने कि हो कि भन्ने। एकातिर साझेदारीमा भनेको इरान, उत्तर कोरिया, चाइना छ। अब उनीहरू पनि एउटा हारेपछि उनीहरू पनि हार्नु सम्भव। अनि अर्कोतिर भनेको अमेरिकाले अब सिधै नसक्ने अवस्था भएपछि उसले भनेको लगातार हानेको छैन। 30 दिने युद्धमा आधी हतियार सकिएछ, पैसा पनि निकै क्षति भएछ अमेरिकाको। अब इरानको त क्षति भयो। अनि त्यस पछाडि अब मुसलमानको जग्गामा ब्रिटिस अमेरिकाले दिएको यहुदीहरूलाई प्यालेस्टाइनको भूभाग काटेर नयाँ नाम इजरायल राखियो, धर्मस्थल हो। अब जेरुसलम भन्ने राजधानी, त्यहाँ भनेको यीशु ख्रिस्टको जन्म भएको ठाउँ। त्यही साउदी अरबको मक्का मदिनामा मुसलमान गुरुको पनि जन्म भएको ठाउँ, हजरत मुहम्मदको जन्म भएको ठाउँ। त्यो भइसकेपछि अब यहुदीहरू भनेको युरोप र अस्ट्रेलिया अमेरिकाको पनि गुरु, जस्तो पहिला यहाँ राजाहरूको गुरु बाहुन हुन्थ्यो भने अहिले प्रधानमन्त्री उनीहरू नै छन्, यसो त्यसो राष्ट्रपति प्रधानमन्त्री। त्यस्तै धर्मगुरु चाहिँ अमेरिकनहरू ब्रिटिसको पनि उनीहरू नै हो, युरोप अस्ट्रेलियाको। अनि त्यो भइसकेपछि त्यहाँ जग्गा उनीहरूले पहिला मुसलमानको जग्गा दिइसकेपछि फकाएर दियो, मिलेर बस भनेर। अहिले त्यहाँ झगडा उत्पत्ति भयो। धान रोपेको ठाउँमा धान, सुर्ती रोपेको ठाउँमा सुर्ती। अब आँप रोपेको ठाउँमा आँप, खोकी जति सिलोक छ, आँप रोपेको ठाउँमा निम्बु कसरी अरे भने जस्तो। त्यस्तै अब नराम्रो त्यो बीज रोपेको थियो, झगडाको बिउ ब्रिटिस अमेरिकाले। त्यो चाहिँ उनीहरू फस्दै पनि छ त्यहाँ भनेको। अमेरिका त्यहाँसम्म आउन नसक्ने अवस्था थियो, उनीहरूकै कारणबाट आयो यहुदीहरू, इजरायलको कारणबाट। अनि त्यही फकाएर त्यहीँको मुसलमानकै शत्रु भयो, सिया र सुन्ने भनेर लगाइदियो। सिया समुदायले देख्नु मानेन। अनि त्यहाँको धातु अब तेलहरू उतै अमेरिकातिरै लाने, अनि अब युरेनियम चोर्ने जताततै। अनि त्यो भइसकेपछि अनि जसरी नछाउने उसले नक्षत्रबाट बनाउने हतियार हुँदाखेरि इरानले बनाउनु नपाउनु, औषधिको लागि राख्छु भन्दा पनि नपाउनु, सम्पत्ति जति सबै चोर्नु। त्यहाँबाट नेपालमा पनि यस्तै गर्न खोजिराखेको छ, अलिक अवसर परेको छैन। अब यहाँको भनेको सबै चाहिँ अमेरिकन को लहै इसारामा चलेको छ। कुनै दिन नेपालमा पनि त्यस्तो दिन आउला भनेर भन्दैछु। अब भनेको
यसै भन्न सकिँदैन। अब उता नेटोपट्टि नै जित होला कि जस्तो छ। अब नसकेपछि हरेक झेल गरेर हजुर पनि उसले अमेरिकाले युद्ध जित्नु खोजिरहेको अवस्था म देख्छु। अनि उता त अमेरिका छोड्छु भने पनि एपिस्टिन फाइल त अपराधी फाइल रहेछ। उता इजरायलीहरूले चाहिँ अमेरिकालाई तान्दो रहेछ। मैले चाहिँ मोबाइलमा त्यस्तो देखेँ। कस्तो लाग्छ अनि तपाईँलाई त? अनि अब न्युज एमसिसी पास भयो भने अमेरिका चाहिँ नेपाल आयो भने चाहिँ के कस्तो होला त यहाँ समस्याहरू? यहाँ भनेको कस्तो भन्दा जसरी अब अरबी पिट्ठुहरू, जापानिज कोरियन घोडाहरू छन्, हो त्यस्तो चाहिँ अब त्यस्तै यहाँ आइसकेपछि उनीहरूले त पैसा तिरेर राखेको छ अमेरिकन सरकारलाई, अमेरिकन सेनालाई। जापान, कोरिया, यता इन्डोनेसियाबाट, यता एसियाबाट अनि अन्य विश्वको मुलुकबाटै भनौँ न। अब अरबीहरूले पाल्नु, त्यही अरबीहरूलाई हान्नु, त्यहीँको सम्पत्ति चोर्नु, त्यस्तै स्थिति यहाँ आउँछ नेपालमा पनि। नेपालमा त अनि पैसा छैन, के दिने त मलाई? पैसा छ नि, छैन भन्छ। त्यही भएको पैसा पनि अलिअलि उठाएर पनि सेना पाल्ने खर्च त हामीसँगै माग्छ नि। अब पैसा भनेको सेरेकेपी र प्रचण्डले खाइहाल्योला। अब अहिलेको नयाँ सरकार राजसभा के कस्तो छ त? गतिविधि, काम कारबाही के कस्तो छ? राम्रै लागिरहेछ कि तपाईँलाई? के कस्तो छ त? म त राम्रो लाग्दैन। किन? कस्तो भन्दाखेरि अब उनीहरू भनेको अब पुरानै पार्टीको मान्छेहरू छन् त्यसमा। अनि खासै राम्रो काम गरेको पनि छैन। अब नयाँ पार्टी भनौँ, त्यसो छ। त्यसो छ। अनि साङपाङ अब सोझो मान्छे, अब उसले साह्रै सक्ला जस्तो लाग्दैन। बिस्तारै बिस्तारै बा सक्छ पनि कि? सक्दैन होला। खान्छु, प्रधानमन्त्री खान्छु भनेर त बिचरा रहराउँछ नि। दिए त मर्नु अरूले, दिए त खाँदैछ, खानु पाए पल्किँदैछु भन्नेहरू छन्। हो। अनि ध्रुवेले चाहिँ बाँदरको विषयमा सबैभन्दा यति मध्येमा चाखलाग्दो चाहिँ ध्रुवेको लाग्यो मलाई। ध्रुवेले चाहिँ बाँदर मार्नुपर्छ भनेर उठाउँदाखेरि सबैले विरोध गरेछन्। अनि त्यो चाहिँ त्यति चाहिँ अब गाउँमा गएर खेती गर्नु अनि थाहा हुन्छ कि सुन्दरी पाले जस्तो पाल है भन्दा पनि नपाल्नु, बाँदरको माया गर्नुपर्छ भन्ने मान्छे धेर रहेछ। जस हाम्रो भोजपुरबाट गएको सांसदले चाहिँ राम्रै गरे जस्तो तपाईँलाई महसुस भइरहेछ? सबैभन्दा त्यति चाहिँ लाग्यो। तपाईँ पनि त अलिक बाँदर पीडितै हो भने त मलाई? सबै बाँदर पीडित नि अहिले हामी सबै गाउँमा बाँदर पीडितै छौँ। अनि के त भन्दैछ नि मलाई? मालदाई अझै पनि लक्का उमेर छ मालदाई। अब यसो एउटा भाउजू खोज्नुपर्छ जस्तो पो भयो त हौ मालदाई। दिनदिनै हरियो काँक्रो स्वर्गवास जाने बेलामा त्यो गर्नु व्यर्थ है भाइ। एउटा बौद्धिक लेभलको अब मान्छेले अब त्यस्तै बोलिदिनु भयो। अब चाहिँ बिहा नगर्ने नै योजना हुनुहुन्छ मालदाई? नगर्ने नै योजनामा। बरु कान्छा दाइलाई चाहिँ छ भने यसो हेरिदिनु। धेरै छ, पीडित भयो। हजुर, पीडित भयो धेरै कान्छा भाइ। तपाईँ पनि पीडामा त पर्नु भएकै हो होइन? परेकै हो। तर त्यो पीडा तपाईँको अब कटिसक्यो। कान्छा भाइ अहिले नयाँमा परिरहेछ। हजुर। तपाईँको त दाइ भाइ पो? दाइ नि? भाइको चाहिँ दाइ हो। अनि चट्ट अब मालदाई होइन, अब के गर्ने विचार छ त मालदाईको? अब आजभोलिको अब दिनहरू कसरी बितिरहेछ त हाम्रो मालदाईको? अब यात्रा गर्दै पनि हजुर यसो आफ्नो नभए पनि छिमेकीको, हजुर, घरको दाजुभाइको सघाएर के हुन्छ त्यही काम गरेर हात जोड्ने मेलो गरेर हजुर दिन बिताइरहेको छु भाइ।